पाकिसक्यो फाइनली है, बडले पकाइसक्नु भइसक्यो। अब हामी खानको लागि तयारी है त। बडोले आज चाहिँ बडोले कुकिङ गर्नुभयो कि, अनि बडोले सबै पकाएर रेडी भइसकेको छ। तल त यहाँ आइपुग्नु सक्यो। अनि हाम्रो चाहिँ आइसक्यो हाम्रो पास्ता है। पास्ता छ यहाँ, पास्ता नुडल्स, अनि यसमा अघि हजुरहरूले अघि नै हेर्नु भइसक्यो के छ भनेर, के के हालेर पकाएको भनेर देख्नु भइसक्यो। लु भरि पानी भएर राख्न कममा चाहियो रे सबैलाई स्पोन दिए पिरो खानु लागि चाहिँ मसला छ है। पछिको एकछिन कसको हो यो? यो पहिला कि होइन तङमा पनि खाएँ ल भनेर भन्नुभयो। तङमा त खाँदिनै मैले देखेँ। सुन सुन किन काट्नु मेरो झ्याबली अलिक कस्तो भएछ? 24 चम्चा कुरानेको मसला उनीहरूले यहाँ रुसिहाल्नु नुन हाल्नु पर्यो पर्दैन। मिठो भयो? नुन नभएर टेस्टी भयो। नुन हाल्नु के यो मसला टेस्ट भयो। नुन लागेको म चाहिँ खाएँ एकदम ल। तिम्रो खाँदैन? सबैलाई सोध्नु कस्तो रहेछ भन्नु पर्यो। नुन कम भएको नभए त ठिकै हो। सम्म तितो रहेछ यार। तितो अँ सम्म तितो त हुन्छ नि। मन्जु दिदीको होटलको हो मन्जु दिदीको होटल तङमा चाहिँ मिठो छ है फेरि। अब हुनु त मिठो भयो? बाहिर खान्छ सुप गाइस के छ हौ मेरो टेस्टीको बताउ न यार। तपाईँ पिरो खाने हो? पिरो गजबको पिरो हो यो त। हो त्यहीको त पिरो त हो त नि। यहाँ नहालेको क्या हामीले झिकेको मस पिरो हुन्छ धेरै। भाइ सोना खाएको पिरो रक्षे भाइ यसमा खोर्सानी हालेको लिम्बू जाग्ने लिम्बू जाग्ने भने के हो थाहा छ? हाम्रो घरमा 2-3 हुन्छ हौ। के हो? सोचे हाम्रो पनि मरेली सबै भन्छ आमाले गाउँमा त। राजा गाउँमा अब म नगए हुँदैन। मैले आमाले मर्छ भन्छ त। के हो रामछापमा सुँगुरले तुल्यो फाप्दैन के हो त्यो अचार बोले पहिला पहिला यो त्यत्रो हुन्थ्यो। के बोले भाइ? के भएछ? कुन भित्र छौ तिमी? केही हुँदैन। सुँगुर त होइन। सुँगुरै भन्नु त सुँगुर सुँगुर न सुँगुरको मासुमा पर्केछु। यस्तो भेट्यो भेटेन पैसा भेट्यो? खाता यहीँ छ त ऊ। खर्सानी त्यो डन्ठाबाट खानुपर्छ नि हामीले पिरो हुन्छ क्या। यसबाटै पिरो भएको छ मलाई होइन रोमा तर गरिँदैन बजार चाहिँ भाइलाई लिएर आइज भन्नुपर्छ बनाएर घरमा कस्तो मिठो के अस्ति खाएको साह्रै मिठो। उता बजार जाने काम छ? कहाँ बजार? चाबेल जोरपाटी चाबेल छैन अहिले किन? सुँगुर कान ल्याएर खुवाउँदा एकदिन मिठो हुँदो रहेछ। झापामा त हरेक बनाउँछ कि सुँगुरको पात पुज्छ सबै बनाउँदो रहेछ नि एकदम दामी। सुँगुरको कान चाहिँ पोलेर साँधेर कान थाप्छ मैले। त्यसरी मिठो हुन्छ अरे भने अझै खानुपर्छ भन्दै थियो भाइले। नखाने भने बिमार भयो। तिमी चाहिँ झापा किन आटो चलाउने होइन? आटो चलाउँछु रे बाउले सिकायो भन्छ। मन्त्री बन्न हो आउँछ चलाउँछ अहिले। दिमाग खराब छ यो त खराब छ। स्कुलमा यसलाई आज भनेको मैले कस्तो गाली पो हो। यस्तो राम्रो
5 लाख 21,300 लियो सबै गरेर त्यहाँ बुक बोकेको सबै 1000 रुपियाँ देऊ त्यसको त स्वेटरको स्वेटर ल टोपीको 300 माथि त 350 माथि त नभएन स्वेटरमा बेलुका किन त होला सक्छ के छ त है होइन अहिले सस्तो केही छैन स्कुलले हजार चाहिँ महँगो भयो स्कुलले यति गरेर टिचरलाई दिनु पर्यो होइन उनीहरूको त्यो घर हो कि होइन रुम रेन्ट के भन्छ घर रेन्टमै हुनसक्छ होइन सबै चलाउन गाह्रो छ नि त हामीले दिँदा त आरामै दिनुपर्छ अब 2-3 हजार भनेर हामीले त्यस्तो गु खानु हुँदैन मगमुग नै हुँदैन कि गु भनेर चाहिँ होइन राम्रो शब्द भयो तर दिनुपर्छ हामीले राम्रो गर्नुपर्छ किनकि डिप्लोमा स्कुल चाहिँ मलाई त्यही मन पर्यो है के भयो किन मलाई गेटबाट इन्ट्री हुने बित्तिकै त्यहाँबाट मान सम्मान अब अगाडि नहोला यो त आयो पुग्यो हामीलाई पुग्यो सबै के भन्नु सबैलाई कुखुराको राम्रो फलमा काटेर होइन बनायो भने अलि छिपछिपे पनि पार्नुपर्छ हुन्छ छिपछिपे पार्नुपर्छ हुनु मिठो भएन मिठो छ मिठो त मिठै यसो गरेर ओहे मैले यो म राइसको पनि यस्तो मेरो पिजाले यसरी पकाउने के मासु मजाले अलिक फलमासुहरू होइन काटेर मजाले छिपछिपे पार्ने अनि त्यो यो रातको पिरो चौधो पनि हाल्ने त्यसमै झोलमा अनि ग्रेभी भन्दा र छिपछिपे पार्ने अनि यो पास्ता उसिन्ने त्यही हाल्ने के हुन्छ नि मुलाहरू हालेर यो खास गरी बुङ्गुरको मासु हुन्छ नि मुखै रातो हुने र बुङ्गुरको मासु दुईटा मासु काट्ने भुटेर अनि मलाई चाहिँ त्यो ज्यादै गर्नुपर्छ क्या नि म फर्स्ट सबैलाई जितेँ मैले ला उसले फस्काएको है उसले फस्कायो सँगै खायो हो सँगै खाएको नि है पाँच्दैन मलाई के अब चेस खाइसकेर चेस यसले खाइसकेर चेस हुँदैन ओ भाइ मैले चाहिँ काम गर्दिनँ होइन गरेपछि सुरिन्छु म चाहिँ सँगै पकाउन आउँछ मलाई पकाएर मलाई पनि आउँछ अनि फेरि त्यो त्यो उनीहरू त अब पार्टीमा गइसक्यो त्यो भ्याउ न भ्याउ सोर्साएर खान्छ भाइ अनि मैले खाजा भनेको मलाई धेर लाग्दैन आधी घन्टामा चिया साथीहरूलाई बच्चाहरूलाई तपाईँ अल फ्यामिली छौँ घरभित्र हामीले चाहिँ गर्दैनस् भनेर अब के गर्दिनँ बिरानी भयो भने अब बेलुका बिरानी बनाएर हालिदिइहाल्छु माथि हाम्रो 9वटा कुखुराको 9 म त फेरि पनि थपेर खाएँ बिरानी बनाइदिन्छु फेरि थपेर खाएँ तर यो मेथी चाहिँ बिस्कुट भयो मेथी धेरै हालेछन् के औषधि पनि हुन्छ मेथी औषधि पनि हुन्छ दुईटा त्यो मैले भगाइ हालेको तिमी ससुराली हो नि त मेरो ससुरालीमा भन्ने थाहा कि थाहा छैन मेरो ससुराली उच्च भन्ने अब ए तपाईँको चाहिँ पैसाको पाउ भयो छैन भने यस्तोमा त जाने हो नि हामी हाम्रो भदै हो नि त यो सम्झिने हामीले नै के यस्तो हुन्छ हुँदैन हुँदैन खाउँदै हुन्छ दुईटामा पकायो नि त हामी ल अब हाम्रो भिडियो यति नै हो खाइसक्यो हामीले हाम्रो पास्ता पनि सक्यो मैले दुईपल्ट खाएँ थपेर पनि मेथी धेरै तितो बनाएको छ बाजुको पास्ता मिठो थियो खै मिठो मिठो बाई ल बाई सबैलाई ल बाई बाई फ्रान्किस देऊ न यार हाम्रो भ्युजलाई खोइ फ्रान्किस देऊ ल सबैले ल ल ल